नमस्ते सबैजनालाई। आज हामी मास्टर रिसर्चको लागि चाहिने 5 वटा महत्त्वपूर्ण मुद्दाहरूको बारेमा तपाईहरुलाई जानकारी दिन गइराखेका छौं। पछिल्लो समयमा धेरै स्टुडेन्ट्सहरुको मास्टर रिसर्चको एप्लिकेशन्सहरु डिक्लाइन भएको, डिनाइड भएको हामीले देखिराखेका छौं। त्यो फाइन्डिङ्स गर्दै जाँदाखेरि 5 वटा कुराहरुमा विद्यार्थीहरुको कमजोरी देखिएको छ। ती 5 वटा कुराहरुलाई तपाईले पूरा गर्नुभयो भने संसारको जुनै पनि विश्वविद्यालयमा तपाईको रिसर्च कोर्सको लागि तपाई एलिजिबल हुनुहुन्छ र तपाईको एप्लिकेशन्स एक्सेप्टेन्स हुन्छ भन्ने हामीले तपाईहरुलाई जानकारी गराउँदै छौं। पहिलो त सबैभन्दा पहिला रिसर्च प्रपोजल्स नै हो। रिसर्च प्रपोजल्समा पनि टपिक्सहरु कसरी फाइन्डिङ्स गर्ने, कस्तो प्रकारको टपिक्स राख्दै गर्दाखेरि त्यो विश्वविद्यालयले मलाई एक्सेप्टेन्स गर्छ, रिसर्च प्रपोजल्सको राइटिङ्सहरु प्लेगरिजम फ्री कसरी बनाउने भन्ने विषयमा तपाईले अलि बढी ध्यान दिनुपर्छ। त्यसकारणले गर्दाखेरि तपाईको त्यो युनिभर्सिटीका प्रोफेसर्सहरुले अथवा त्यो डिपार्टमेन्टले तपाईको एप्लिकेशन्सलाई एक्सेप्टेन्स गर्ने सम्भावनाहरु बढ्दै जान्छ। दोस्रो भनेको रिकमेन्डेसन लेटर नै हो। रिकमेन्डेसन लेटरमा अहिले धेरै विद्यार्थीहरुले चाहिँ त्यसमा ध्यान नदिएको, एकदमै जेनेरिक चाहिँ रूपमा डकुमेन्टको रूपमा लिएको देखिएको छ। त्यस्तो होइन। रिकमेन्डेसन लेटर जहिले पनि पर्सनलाइज्ड हुन्छ। हाम्रो नेपालका युनिभर्सिटी अथवा कलेजले त्यो एउटा फर्म्याट बनाएर नाम र डेट अफ बर्थ चेन्ज गरेर तपाईहरुलाई रिकमेन्डेसन लेटर दिइराख्नु भएको छ। इन्टरनेशनल रिसर्च को एउटा प्र्याक्टिस के हो भन्दाखेरि रिकमेन्डेसन लेटर नै हो। तपाईले त्यो विश्वविद्यालयको लागि जुन रिकमेन्डेसन लेटर लेख्नुहुन्छ, तपाईको प्रोफेसरले अथवा लेक्चररले जुन चाहिँ तपाईको रिकमेन्डेसन लेटर लेख्नुहुन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण डकुमेन्ट नै त्यही हो। त्यसकारणले गर्दाखेरि त्यो रिकमेन्डेसन लेटरमा कसरी पर्सनलाइज गर्न सकिन्छ, कसरी त्यसलाई चाहिँ पर्स्युडिङ बनाउन सकिन्छ, त्यो तरिकाले चाहिँ हामी अलिकति बढी ध्यान दिनुपर्छ भन्ने देखिएको छौं। तेस्रो भनेको तपाईको रिसर्च आर्टिकल नै हो। अब कतिपय स्टुडेन्ट्सहरुलाई रिसर्च आर्टिकल, जर्नल्सहरु, नेशनल इन्टरनेशनल जर्नल्सहरुको रेलेभेन्ट सब्जेक्ट्सको बारेमै जानकारी छैन। त्यसकारणले गर्दाखेरि ती रिसर्च आर्टिकल्सहरुलाई इन्टरनेशनल जर्नल्समा, नेशनल जर्नल्समा कसरी हामीले चाहिँ पब्लिश गर्न सकिन्छ भन्ने विषयलाई पनि हामीले अलिकति बढी प्रायोरिटाइज गर्नुपर्छ र हामीले ती विषयहरुमा एक्सपर्ट्सहरु हायर गरेर त्यो विषयलाई अलिकति तपाईको मास्टर रिसर्च अथवा अन्य एमफिल अथवा पीएचडी को लागि चाहिँ ती डकुमेन्ट्सहरुलाई कसरी सपोर्टिङ गर्न सकिन्छ भन्ने विषयलाई तपाईले अलि बढी ध्यान दिनुपर्छ भन्ने लाग्दछ। चौथो भनेको ईपीटी, इङ्ग्लिश प्रोफिसिएन्सी टेस्ट। अकर्डिङ टु द युनिभर्सिटी यसको आफ्नै रिक्वायरमेन्टहरु छ। त्यो इंग्लिश भइहाल्छ, हुन्छ, एक्सेप्टेड गरिरहेको छ, विदाउट ईपीटी पनि हुन्छ भन्दै गर्दाखेरि तपाईको मास्टर रिसर्चको चाहिँ एप्लिकेशन्सहरु एक्सेप्टेन्स नभएको अथवा डिक्लाइन भएको हामीले देखिराखेका छौं। त्यो कुरामा पनि अलि बढी ध्यान दिनुपर्छ। र पाँचौं भनेको तपाईले गुड काउन्सिलर्सहरु, एकाडेमिक काउन्सिलर्स जसलाई रिसर्चको विषयमा अत्यन्तै राम्रोसँग जानकारी छ, ती रिसर्च को विषयको लागि चाहिँ अलिकति त्यो विषयमा अलिकति एक्सपर्ट्स भएको अथवा एक्सपर्ट्सहरुको नै हायर गरेर तपाईले अलिकति काउन्सिलिङ्स लिएर यी सबै कुरा रिसर्च प्रपोजल्स, रिकमेन्डेसन लेटर, आर्टिकल्सहरुको विषयमा सबै एक्सपर्ट्सहरुलाई चाहिँ तपाईले हायर गरेर एडभाइस लिएर, सपोर्ट लिएर तपाईले आफ्नो चाहिँ रिसर्च गर्ने सपनालाई पूरा गर्न सक्नुहुन्छ। र यी सबै सपनाहरु पूरा गर्नको लागि ई हाइवे एजुकेसन नेटवर्कसँग डक्टरेट गर्नुभएको, रिसर्च प्रपोजल्समै काम गर्नुभएका धेरै एक्सपर्ट्सहरु हुनुहुन्छ। तपाईले हाम्रो एकजना एक्सपर्ट्सको सहायता लिएर आफ्नो रिसर्च, एमफिल अथवा पीएचडी को सपना पूरा गर्न सक्नुहुन्छ। आउनुहोस्, तपाईले आफ्नो सपना पूरा गर्नलाई ई हाइवे एजुकेसन नेटवर्क पुतली सडक काठमाडौँमा सम्पर्क गरी सरर विदेशको यात्रा सुनिश्चित गर्नुहोस्। धन्यवाद।